रवि लामिछानेको जीवनमा पछिल्लो दशकदेखि एकदमै धेरै उतार चढावहरू आएका छन्। माया, चर्चा र सफलता उनले भरपूर पाए। यसको साथै गाली, आरोप र दुःख पनि भरपूर पाए। आम नागरिकहरूले निक्षेप सङ्कलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन। यसरी हेर्दा यो केही वर्षभित्र उनले जे पाए, उनीसँग जे भयो र उनले जे भोगिरहेका छन्, त्यसले यस्तो देखिन्छ कि यति बेला नेपाली राजनीतिको सबैभन्दा अभागी पात्र हुन् रवि लामिछाने। किनभने ठुलो सपना बोकेर हिँडेका उनी पाइलै पछि ठेस लागेर अड्किरहेका छन्। छोटो समयमा नेपाली राजनीतिको ठुलो छलाङ लगाएर पनि कुनै न कुनै समस्यामा बारम्बार चिप्लिरहेका छन्। जस, अबजस र आरोह अवरोहहरूको भुमरीमा परिरहेका छन्। यो देशका सारा व्यथितिको कारकैमै, यो देशको सारा व्यथितिको कारण यसलाई हटाएपछि सब ठिक हुन्छ भन्ने छ। यसलाई हटाइदिए सिद्धो। अब रवि लामिछानेको यो पुरानो भिडियो हेर्नुहोस्। जमानै खराब छ भने के गर्ने हेर्नुहोस् न। म आफूलाई निकै बाठो मान्छे भन्न ठान्थेँ, तर आज म यति नराम्रो छ फसेँ कि यति नराम्रो छ ठगिएँ कि के भन्ने। यसरी स्ट्यान्डअप कमेडी गरिरहेका रवि लामिछानेलाई त्यति बेला सायदै थाहा थियो कि उनी त्यसको केही दशक पछाडि नेपाली राजनीतिको केन्द्रीय पात्रका रूपमा उदाउनेछन्। त्यसैले नै बढ्दै गरेको आफ्नो मिडिया करियर अनि नेपाल छोडेर उनी अमेरिका पलायन भए। एज अ भिजिटर, म चाहिँ एउटा भिजिटर ग्रुपमा गएको थिएँ। त्यहाँ केही वर्ष काम गरेपछि 2069 सालमा उनी नेपाल फर्किए। तर यति बेला उनी सधैँका लागि नेपाल फर्किएका भने थिएनन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने प्रयास गर्न आएका थिए र लगातार 60 घण्टा टेलिभिजनमा लाइभ अन्तर्वार्ता लिएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए पनि। अनि यो वर्ल्ड रेकर्ड किन पनि विशेष छ भने यो रेकर्ड बनाउँदै गर्दा उनको भविष्यको 4वटा संयोग तयार हुँदै थियो। पहिलो संयोग, उनको 60 घण्टा लामो अन्तर्वार्ताहरू न्युज 24 मा प्रसारण हुँदै थियो। भविष्यमा यही च्यानलमा उनले आफ्नो चर्चित शो चलाउनेवाला थिए। दोस्रो संयोग, उनले प्रचण्डको अन्तर्वार्ता लिएर 60 घण्टाको विश्व रेकर्डको सुरुवात गरेका थिए। भविष्यमा दल बनाएर सरकारमा जाँदा प्रचण्डसँग उनको सहयात्रा बलियोसँग हुनेवाला थियो। तेस्रो संयोग भनेको उनले त्यही विश्व रेकर्ड बनाउँदै गर्दा नेकपा एमालेको तत्कालीन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग पनि कुराकानी गरेका थिए, जसमा उनले खनाललाई एउटा प्रश्न सोधेका थिए। सुध्रिनुपर्ने चिजै राजनीति जसका कारणले मात्र मुलुक बन्न सक्ने सम्भावना, तर यो राजनीतिप्रति नै मानिसहरूको वितृष्णा कस्तो लाग्छ यहाँलाई? यत्रो ठुलो दलको यत्रो ठुलो नेता अनि प्रधानमन्त्री समेत भइसक्नु भएका मानिस। यो प्रश्नको उत्तर दिँदा झलनाथले नेपाली राजनीतिमा भएको यो समस्याका बारेमा कुरा गरेका थिए। 7 सालमा एउटा परिवर्तन गर्यौँ, तर त्यो परिवर्तनका मूल्य मान्यताहरू जोगाउन सकिएन। त्यसै गरेर 35-36मा पनि एक खालको परिवर्तन भयो, 46 सालमा अर्को ठुलो परिवर्तन भयो। त्यसका मूल्य मान्यताहरूलाई पनि हामीले राम्रोसँगले जोगाउन सकेनौँ। 62-63मा त एउटा ठुलो जनक्रान्ति नै भयो। तर ती परिवर्तनका प्रक्रियाहरूले जे नयाँ मूल्य मान्यताहरू सिर्जना गरे, वास्तवमा त्यो मूल्य मान्यताहरूलाई हामीले स्थापित गर्नको लागि, संस्थागत गर्नको लागि जुन प्रकारका कदमहरू चाल्यौँ, त्यो कदमलाई ठिक ढङ्गले व्यवस्थापन गर्ने काम भएन। हेर्नुहोस्, पछि त्यही समस्या समाधान गर्न अरूले नसकेको अब आफूले गर्ने भन्दै रविले वैकल्पिक दल खोल्नेवाला थिए। मैले टेलिभिजनको पर्दाबाट यो देशका स्थापित राजनीतिज्ञहरूलाई, राजनीतिक दलहरूलाई सुध्र सुध्र सुध्र, सप्रिय 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 भनेर बारम्बार भनिरहे। र चौथो संयोग भनेको त्यो अन्तर्वार्ता लिइरहेको बेलामै अर्कोतिर भने झलनाथलाई हटाएर अध्यक्ष बन्ने अनि एमालेको केन्द्रमा आउने बाटो केपी ओलीले खोज्दै थिए। तिनै ओली जोसँग पनि रविको लामो सहयात्राको र दुश्मनीको गरी दुवै सम्बन्ध हुनेवाला थियो। जुन सम्बन्धले उनलाई पहिले उपप्रधानमन्त्री र गृहमन्त्री बनाएर नेपाल प्रहरीको कन्ट्रोल दिनेवाला थियो अनि पछि त्यही प्रहरीको हतकडी लगाएर उनलाई कारागार पठाउनेवाला थियो। यसरी विश्व रेकर्ड बनाउन गरिएको 60 घण्टाको अन्तर्वार्ता र विश्व रेकर्डले रविलाई नेपाली जनताबीच चिनिएको नाम मात्र बनाउँदै थिएन, अर्कोतिर उनलाई पछि नेपाली राजनीतिमा भेटिनेहरूसँग परिचित बनाउँदै थियो। तर यो सबैबाट अनभिज्ञ रवि विश्व रेकर्ड बनाएको केही समयपछि फेरि अमेरिका फर्किन्छन्। त्यसपछि 2070 सालमा उनी अमेरिकाको नागरिकता लिएर अमेरिकी नागरिक बन्छन्। तर उनको मिडिया र सामाजिक यात्रा जारी रहन्छ। अझ 2072 सालको असोजमा केपी शर्मा ओली प्रधानमन्त्रीको रूपमा आउँछन्। यो उनको पहिलो कार्यकाल थियो। यसपछि रविले जनताले लाइभमै प्रधानमन्त्रीलाई सिधा प्रश्न सोध्न सक्ने गरीको एउटा कार्यक्रमको फर्म्याट बनाउँछन्। भारतीय नाकाबन्दीको समयमा भारतसँग नझुकी प्रतिवाद गरेका ओली त्यो बेला राष्ट्रवादी नेताका रूपमा जनताबीच चर्चित थिए। अर्को भनेको ओली जस्तोसुकै प्रश्नको जवाफ दिन माहिर अनि बोल्नमा पनि पछि नपर्ने नेताका रूपमा चिनेका थिए। अब हेर्नुहोस् आइरोनी, बोल्न माहिर अनि बोल्नुभन्दा अगाडि नसोच्ने केपी ओलीले नै हाम्रो बोल्ने अधिकारलाई नै असर गर्ने गरी कयौँ सोसल मिडिया साइटहरूलाई बन्द गर्ने निर्णय गरे।
तर त्यो बेलामा हामीमध्ये धेरैले VPN को प्रयोग गरेर त्यो बन्द भएको साइटहरूलाई चलायौँ। VPNले हाम्रो कनेक्सनको लोकेसनलाई चेन्ज गरेर बन्द भएका सबै साइटहरूलाई खोल्ने बनाइदिन्छ। तर फेरि सबै VPN भरपर्दो हुँदैन। त्यसैले जब VPN को प्रयोग गर्नुपर्छ म चाहिँ संसारकै सबैभन्दा भरपर्दो VPN NordVPN को प्रयोग गर्ने गर्छु। अझ क्याफेहरूको जस्तो कुनै पब्लिक वाइफाई चलाउनु पर्दा त यसको जरुरत पर्छ नै, किनकि पब्लिक वाइफाई एकदमै असुरक्षित हुन्छन्। र जब म NordVPN प्रयोग गर्छु तब यसले मेरो लोकेसन मात्र चेन्ज गर्दैन। यसमा भएको थ्रेड प्रोटेक्सन प्रो जस्तो सुविधा जब म अन गर्छु तब यसले इन्टरनेटमा देखिने डेन्जरस विज्ञापन र ट्र्याकर्सहरूलाई बन्द गरिदिने काम गर्छ। अनि मैले गल्तीले कुनै फिसिङ वेबसाइटहरू जस्तो मेरो बैंककै आफ्नै वेबसाइट जस्तो देखिने गरेको नक्कली साइटहरू क्लिक गरे भने पनि यसले त्यसलाई पनि ब्लक गरेर मलाई अलर्ट गर्ने काम गर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको जब हामीले हाम्रो भिडियोको लागि रिसर्च गरिरहेका हुन्छौँ, भिडियो एडिट गरिरहेका हुन्छौँ, तब हामीले इन्टरनेटबाट थुप्रै फाइल, भिडियो, तस्बिरहरू डाउनलोड गर्नुपर्ने हुन्छ। यस्तोमा यदि तीमध्ये कुनै पनि फाइलमा भाइरस वा मालवेयरहरू छन् भने यसले त्यसलाई डिटेक्ट गर्छ, हामीलाई अलर्ट गराउँछ अनि त्यो फाइललाई डिलिट गरिदिन्छ। सो यदि तपाईँ पनि हामी जस्तै अनलाइनमा काम गर्नुहुन्छ भने मात्र पनि होइन, सामान्य रूपमा इन्टरनेट चलाउनुहुन्छ भने पनि अब यो सबै खालको सेक्युरिटीहरू एकदमै जरुरी भइसक्यो। त्यसैले संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ र तपाईँ NordVPN को सब्सक्रिप्सन लिन खोजिरहनु भएको छ भने nordvpn.com/projectcura क्लिक गर्नु होला। अनि यो भिडियो NordVPN ले स्पोन्सर गरेकाले पनि तपाईले यसबाट स्पेशल डिस्काउन्टमा सब्सक्रिप्सन लिन पाउनुहुन्छ अनि 4 महिनासम्म NordVPN पनि फ्रीमा चलाउन पाउनुहुन्छ। अर्कोतिर यसले हाम्रो च्यानललाई पनि सपोर्ट गर्नेछ। सो डिस्क्रिप्सनमा यसको लिंक छ, तपाईले यसको सबै सेक्युरिटी फिचर्सहरू आफैले टेस्ट गरेर हेर्न सक्नुहुन्छ। अनि मन नै परेन भने पनि 30 दिन भित्रमा यसको सब्सक्रिप्सन क्यान्सल गरेर रिफन्ड पनि लिन सक्नुहुन्छ। अब भने भिडियोमा अगाडि बढौँ। यो कार्यक्रम ओलीसँगै सम्भव हुने भन्ने सोचेर प्रधानमन्त्री ओलीलाई रविले कार्यक्रमको प्रस्ताव गर्छन्। ओली तयार पनि हुन्छन्, जसपछि नै सुरु भएको थियो सीधा कुरा प्रधानमन्त्रीसँग। यो कार्यक्रम प्रत्येक शनिबार टेलिभिजन स्टुडियोबाट रवि लामिछानेसँग प्रधानमन्त्री स्वयं लाइभमा आउँथे। हप्ताभरि भएका प्रमुख कामहरूको र उठेका प्रश्नहरूको जवाफ दिन्थे। 3वटा विषयमा हामी सर्वदलीय बैठकमा बसेका थियौँ। जनतासँग टेलिफोन र भिडियो कलबाट प्रत्यक्ष जोडिन्थे, उनीहरूको प्रश्नको उत्तर दिन्थे। जनताका घरहरू भत्किएका छन्, विदेशबाट सहयोगको ओहिरो लागेको समाचारहरू छन्, तर सरकार चाहिँ प्रक्रिया पुर्याउने बाहनामा जनतालाई राहत दिन भन्दा पनि आफ्नै कोटको खल्ती भर्नेतिर लागेको समाचारहरूले भनेको सुनिन्छ। र आवश्यक परे स्टुडियोबाट नै अधिकारीहरूलाई निर्देशन पनि दिन्थे। यो एउटा एकदमै गजबको टेलिभिजन फर्मेट थियो, जसले जनतालाई सोझै प्रधानमन्त्रीसँग जोड्थ्यो र प्रधानमन्त्रीलाई पनि जवाफदेही बनाउँथ्यो। तर ओलीपछि प्रधानमन्त्रीको रूपमा प्रचण्ड आए। प्रचण्डले सीधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमलाई निरन्तरता त दिए, तर रवि लामिछानेको ठाउँमा भने आफ्नै प्रस्तुता ल्याए। यसपछि जुन तरिकाले रविले प्रश्न गर्थे त्यो सकियो। यो कार्यक्रम प्रधानमन्त्री प्रचण्डको मुखपत्र जस्तो मात्र भयो। कार्यक्रमको लोकप्रियता पनि कम हुन थाल्यो। अर्कोतिर आफैले बनाएको कार्यक्रमबाट निकालिएपछि रवि फर्किए न्युज 24मा, जसबाट उनले विश्व रेकर्ड बनाएका थिए र त्यहीँबाट नयाँ कार्यक्रमको सुरुवात गरे। जुन अवधारणाले सीधा कुरा प्रधानमन्त्रीसँगको सो सञ्चालन गरिएको थियो त्यो अधुरो रह्यो र दर्शकहरूप्रति प्रतिबद्धता व्यक्त गरिसकेका हुनाले त्यसलाई पूरा गर्न सीधा कुरा जनतासँगको कार्यक्रम लिएर आउन हामी बाध्य भएका हौँ। यो कार्यक्रममा अब उनी आफैले जनताको गुनासो सुन्न थाले। जनताको सरोकार र समस्याका कुरा, वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्यादेखि तस्करी र घोटालाका कुराहरू उठाउन थाले। तर उनको शैली आक्रामक थियो। उनी टेलिभिजनको लाइभमा यसरी हप्काउँथे, यसरी गाली गर्थे वा यति कठोर प्रश्न सोध्थे कि उनी निडर र स्वच्छ छवि भएको पत्रकारका रूपमा परिचित हुँदै थिए। उनले कार्यक्रममै भ्रष्टाचार, बेथिति र राजनीतिक नेताहरूप्रति आक्रोश देखाउँथे। देशको विमानस्थलमा बसेर वर्षौंदेखि तस्करी गर्ने लाज पसेका नकचराहरूलाई टुडी खेलमा राखी उडेर घुमाएर एक चिक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी। शैली आक्रामक र असभ्य थियो, तर यी सबै कुरा जनताको मनमा भएको तर बोल्न नसकेका कुराहरू थिए। कहिले त उनी फिल्डमै उत्रिएर पीडितहरूको उद्धारमा पनि लाग्थे। विदेशमा बसेका र फसेका नेपालीको समस्या र समाधान खोज्न हिँड्थे। वैदेशिक रोजगारमा ठगिएका यति धेरै कामहरू, यति धेरै मुद्दाहरू आउँछन्। वैदेशिक रोजगार विभागले त्यही लेभलको सिरियसनेस देखाएको छ कि छैन? यसरी जनताका समस्या उठाउँदा उनी बिस्तारै चर्चित हुँदै गए। उनको कार्यक्रम नेपालको सबैभन्दा बढी हेरिने र मानिसहरूले पर्खेर हेर्ने कार्यक्रम भइसकेको थियो। जे समस्या परे पनि रवि लामिछानेलाई सम्झाउनुपर्छ भन्नेहरू बढ्दै थिए। अब कसैले यो देश बदल्न सक्छ भने त्यो रवि लामिछाने नै हो भन्ने भावना बढ्दै थियो। उनलाई अब राजनीतिमा आउनुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भन्नेहरू पनि बढिरहेका थिए। र त्यही बेला उनको जीवनमा एउटा ठुलो समस्या आउँछ, जसले उनको जीवन नै बदल्नेवाला थियो। रवि लामिछाने, तिमीलाई एक दिन पोल्ने छ त पैसाले, याद गर। यति पोल्छ नि रवि, यति पोल्छ। मलाई पहिला 18,000 तिमी करोडौँ कमाउँथ्यौ,
पत्रकार शालिग्राम पुडासैनी रवि लामिछानेको सीधा कुरा जनतासँग कार्यक्रममा काम गर्थे, तर पछि न्युज 24 छोडेर उनी माउन्टेन टेलिभिजनमा गएका थिए। यिनै पुडासैनी 2076 सालको श्रावण महिनामा चितवनको एउटा होटलमा मृत अवस्थामा फेला पर्छन्। त्यो बेलामा उनको मोबाइलमा गर्नु अगाडि रेकर्ड गरिएको एउटा भिडियो पनि भेटिन्छ, जुन भिडियोमा पुडासैनीले आफूलाई मर्न बाध्य बनाएको भनेर रवि लामिछानेसँगै अरू 2 जनालाई पनि आरोप लगाएका थिए, जसपछि रवि सहित आरोप लागेका 3 जना पक्राउ पर्छन्। उनीहरू विरुद्ध मुद्दा पनि दर्ता हुन्छ। शालिग्राम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने सहित 3 जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ। यो मुद्दा चितवनमा दर्ता भएको हुन्छ र प्रहरीले उनीहरूलाई त्यहीँ लिएर जान्छ। तर त्यसपछि भने रविको समर्थनमा देशभर प्रदर्शन हुन थाल्छ। चितवनमा त अझ उनलाई फसाइएको भन्दै महिला बुढाबुढीहरू सहितको ठूलो समूह सडकमा नै आउँछ। पछि शालिग्राम प्रकरणको प्रहरी अनुसन्धानमा रवि सहित 3 जना निर्दोष देखिन्छन् र अदालतले उनीहरूलाई सफाई दिन्छ। उनी चितवनको मुद्दाबाट मुक्त हुन्छन्, तर त्यसपछि रविसँग चितवनवासीको साथ भने निरन्तर रहिरहन्छ, जुन साथ उनको राजनीतिक यात्रामा काम लाग्नेवाला थियो। आन्दोलनमा प्रहरी कार्यालय अगाडि अश्रु ग्यास खाएको हामीले हो। र राजनीतिमा जाने सङ्केत त उनले 2076 सालको फागुन महिनामा नै गरिसकेका थिए, त्यो पनि चितवनबाट नै। शालिग्राम प्रकरणमा धरौटीमा रिहा भएपछि उनले त्यहाँ बोल्दै राजनीतिमा आउने सङ्केत दिएका थिए। राजनीति ठिक नभइकन केही पनि ठिक हुँदैन भन्ने कुरामा म पनि सचेत नै छु। त्यसकारणले सबभन्दा पहिला संसार कर्मबाट नै मानिस जहाँ छ त्यहीबाट योगदान दिनुपर्छ भन्ने कुरामा म एकदमै जोड दिन चाहन्छु। र उहाँहरूले आफ्ना लागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नु भयो भने राजनीतिमा हाम्रो केही आवश्यकतै छैन, कुनै पनि आवश्यकता छैन। र म तपाईँलाई फेरि भन्दछु, सिक्नु पर्ला, तर मैले आज जानेको चिज राजनीति होइन। तर तत्कालै राजनीतिमा लाग्ने भन्दा पनि उनले आफ्नो ध्यान समाजसेवातिर लगाए। हुन त त्यस अगाडि नै उनले आफ्नै नाममा रवि लामिछाने फाउन्डेसन खोलेर 2075 सालको पुसमा नै कालीकोटको राजकोटमा 15 शय्याको अस्पताल खोल्ने अभियानको घोषणा गरिसकेका थिए। यही अनुसार फाउन्डेसनले देश विदेश र सरकारी निकायहरूबाट सहयोग जुटाउन थाल्यो र 2077 सालको चैत्रसम्ममा राजकोटमा अस्पताल तयार भयो, जसपछि अस्पताल हस्तान्तरण गरेर सञ्चालनमा पनि आउन थाल्यो। यही अस्पताल निर्माण गर्ने क्रममा उनी डाक्टर मुकुल ढकालसँग अझ बढी नजिक भएका थिए। पछि यिनै ढकाललाई महासचिव बनाएर उनले आफ्नो राजनीतिक दल खोल्नेवाला थिए। अनि यिनै ढकाल जो पछि उनको विरोधमा उत्रिएको एउटा बलियो आवाज भएर उनको घाँटीमा अड्केको हड्डी जस्तो हुनेवाला थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबको नाममा त्यो कब्जा गरिएको छ। उता फाउन्डेसनको काम अगाडि बढिरहँदा पनि उनको न्युज 24 को सो सीधा कुरा जनतासँग चलि नै रहेको थियो। तर यसपछि भने उनी एउटा कार्यक्रम सञ्चालक मात्र भन्दा पनि मिडिया उद्यमी हुने यात्रामा अगाडि बढ्न थाल्छन्। यसका लागि उनले न्युज 24 बाट बिदा लिन्छन्। न्युज 24 सँग उनको 8 वर्षको लामो र गहिरो सम्बन्ध थियो। यही टेलिभिजनले उनलाई उनले चाहेको कार्यक्रम बनाउन र प्रसारण गर्ने स्वतन्त्रता दिएको थियो। रवि लामिछानेको निडर पहिचान बनाउने कुरामा यो स्वतन्त्रता निकै महत्त्वपूर्ण थियो। यति महत्त्वपूर्ण सम्बन्धबाट बिदा भएपछि उनी गीतेन्द्र बहादुर राई अर्थात् जीबी राईले सुरु गरेको ग्यालेक्सी टेलिभिजनमा जोडिन्छन्। जीबी राईले टेलिभिजन खोल्ने भनेर गोर्खा नेटवर्क मिडिया कम्पनी दर्ता गरिसकेपछि उनको इन्ट्री भएको हुन्छ र यही गोर्खा नेटवर्कले चलाउने गरी 2017 सालको फागुनमा ग्यालेक्सी 4K टेलिभिजनको उद्घाटन हुन्छ। उनी गोर्खा मिडियाको प्रबन्ध निर्देशक पदमा हुन्छन् र 15% सेयरको मालिक पनि हुन्छन्। तर यो 15% सेयर स्वेट सेयर थियो, अर्थात् पैसा नहाली काम गरे बापत पाइने सेयर, जुन कुरा उनले त्यहाँ सुरु गरेको सीधा कुरा कार्यक्रमको पहिलो दिन नै बताएका थिए। मैले पैसा लगाएर पार्टनरसिप लिएको होइन, मैले काम गरे बापत थोरै सेयर र पैसा लिएको त्यही पैसा मेरो सेयर भयो। तर यो स्वेट सेयरको प्रावधान नेपालमा नभएकाले यसलाई वास्तविक कारोबार जस्तो देखाउने काम जीबी राईले नै गर्छन्। उता रविले न्युज 24 छोडेपछि सीधा कुरा जनतासँग कसको हो भन्ने विवाद हुन्छ। रवि र न्युज 24 बीच सुरुमा नामको विवाद भए पनि पछि ग्यालेक्सीमा रविले सीधा कुरा मात्र राखेर कार्यक्रम सञ्चालन गर्न थाल्छन्। ठुलो लगानीसहित सुरु भएको ग्यालेक्सी 4K अनि रवि लामिछानेको लोकप्रियता अझ अरू मिडिया कम्पनीहरूमा काम गरिरहेका चर्चित र क्षमता भएका पत्रकार, टेक्निसियन लगायतका जनशक्तिलाई ग्यालेक्सीले तान्न थाल्छ। ग्यालेक्सीमा जानका लागि आफ्ना अनुभवी जनशक्तिले मिडिया छोडिरहँदा अरू मिडिया सञ्चालकहरू पनि हैरान थिए। तर ठुलो लगानी गरिएको प्रविधि अनि अरू मिडियाबाट तानिएको बलियो जनशक्तिले ग्यालेक्सीलाई थप बलियो बनाउँदै थियो। सीधा कुराको ब्रान्ड त सधैँ थियो, अर्कोतिर अरू कयौँ कार्यक्रमहरूले गर्दाखेरि सञ्चालन गरेको छोटो समयमै ग्यालेक्सी 4K चर्चित टेलिभिजन भइसकेको थियो। रविको नेतृत्व सफल हुँदै थियो।
भर्खरै नयाँ टेलिभिजनमा सेयर लिएर सञ्चालकको रूपमा आबद्ध हुनु र त्यसको प्रबन्ध निर्देशक जस्तो जिम्मेवार सम्हाल्नु अनि कयौँ महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गर्नुले अब उनी लामो समयसम्म गोर्खा मिडियामा रहने सोचमा छन् भन्ने बुझ्न सकिन्थ्यो। तर 2079 सालको ज्येष्ठ महिनामा स्थानीय तहको निर्वाचन हुन्छ, जसमा छोटो तयारी बीच उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गर्छन्। काठमाडौँबाट बालेन, धरानमा हर्क साम्पाङ अनि धनगढीमा गोपाल हमालले राम्रो मतअन्तरले जित्छन्। स्वतन्त्र र वैकल्पिक शक्तिहरूप्रति जनताको विश्वास बढिरहेको देखेपछि नै सायद रविले राजनीति प्रवेश गर्ने सही अवसर यही हो भन्ने सोच्छन्। त्यसैले आबद्ध भएर जिम्मेवारी लिएको 2 वर्ष पनि नभई उनले गोर्खा मिडिया छोड्छन्। गोर्खा मिडिया छोडेपछि रवि औपचारिक रूपमा राजनीति प्रवेश गर्छन्। तर यो गोर्खा मिडिया र यसका सञ्चालकसँगको सम्बन्ध उनको लागि भविष्यको सबैभन्दा ठुलो गाँडो हुनेवाला थियो। तर यो सबैबाट अनभिज्ञ भई 2079 सालको असार महिनामा उनले एउटा भव्य कार्यक्रम आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्छन्। रासपा असारमा खुलेको थियो। त्यसको 5 महिनापछि मङ्सिरमा चुनाव हुँदै थियो। उनलाई आफ्नो नयाँ दलको लागि र निर्वाचनमा उठ्नको लागि सबैतिर मानिसहरू चाहिएको थियो। डाक्टर मुकुल ढकाल, डीपी अर्याल, रमेश प्रसाई, दीपक राज बोहरा लगायत उनका पुराना सहकर्मीहरू त पार्टीमा जोडिएकै थिए। त्यसपछि पनि मनिष झा, असीम शाह, सन्तोष परियार, सुमना श्रेष्ठ, गणेश कार्की जस्ता फरक क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूलाई बिस्तारै उनले जोड्न थाल्छन्। रासपाले परिवर्तन गर्न सक्छ भन्ने विश्वासमा नयाँ मानिसहरू जोडिन थाल्छन् र जम्मा 5 महिनाको तयारी बीच पनि रासपाले प्रत्यक्षतर्फ 7 र समानुपातिकतर्फ 13 सिट जित्छ। काङ्ग्रेस, एमाले र माओवादी पछिको चौथो दल पनि बन्छ। यसपछि रासपा एमाले र माओवादीसँग मिलेर सरकारमा जान्छ। रवि उपप्रधानमन्त्री र गृहमन्त्री बन्छन्। तर गृहमन्त्री भएको केही समयमै उनी समस्यामा फस्छन्, किनभने त्यो बेलामा उनी नेपाली नागरिक नै नभएको भनी उजुरी परेको थियो। हुन त न्युज 24 मा कार्यक्रम चलाइरहँदा नै 2074 सालतिर उनीसँग नेपाली नागरिकता नै नभएको भनी उजुरी परेको थियो। त्यति बेला उनी अमेरिकी नागरिक भइसकेका थिए र नेपालमा भेटघाटको भिजामा आएका थिए। तर नेपालको श्रम स्वीकृति नलिकन नै उनले यहाँ काम गरिरहेका थिए। त्यस बेलामा विवाद भएपछि उनले 2075 सालको असार 6 गते अमेरिकी दूतावासमा निवेदन दिएर अमेरिकाको नागरिकता र पासपोर्ट त्यागेका थिए। यसपछि विदेशी नागरिकता त्यागेपछि पुरानो नेपाली नागरिकता स्वतः सक्रिय हुन्छ भनेर उनी बसेका थिए। तर कानुनअनुसार यसका लागि जिल्ला प्रशासन कार्यालयमा विदेशको नागरिकता त्यागेको निवेदन दिनुपर्ने हुन्थ्यो। तर त्यसो नगरी उनले पुरानै निष्क्रिय अवस्थामा रहेको नागरिकता प्रयोग गरेका थिए र त्यसैको आधारमा नेपाली पासपोर्ट निकाल्ने, दल खोल्ने र निर्वाचन लडेर संसद र मन्त्री भएका थिए। त्यसैले जब उनी विरुद्ध नागरिकताको विषयमा मुद्दा पर्यो तब सर्वोच्च अदालतले 2079 सालको माघ महिनामा उनको विरुद्धमा फैसला गर्दै कानुनी प्रक्रिया नपुर्याइकन नेपाली नागरिकता लिएको भन्दै उनको संसद र मन्त्री पद मात्र होइन पार्टी सभापति पद पनि खारेज गरिदिन्छ। यसपछि उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर नेपाली नागरिकता लिन्छन्, जसपछि फेरि रासपाको सभापति बन्छन्। तर चितवनको संसद पद भने गुमिसकेको हुन्छ। त्यसपछि फेरि चितवन र अर्को संसद पद पनि रिक्त भएको ठाउँ तनहुँ 1 मा उपनिर्वाचनको घोषणा हुन्छ। चितवनमा फेरि रवि नै उठ्छन् अनि तनहुँमा चाहिँ काङ्ग्रेसबाट रासपा प्रवेश गरेर आएका स्वर्णिम वाग्लेले टिकट पाउँछन् र यही उपनिर्वाचनको बेलामा अर्को एउटा समस्या आइपर्छ। पार्टीका सांसद ढाका कुमार श्रेष्ठले विवादास्पद व्यवसायी दुर्गा प्रसाईसँग 2 करोड रुपियाँ माग गरेको अडियो सार्वजनिक भएको छ र यो पटकको समस्यामा भने जोडिएका थिए दुर्गा प्रसाई। तपाईलाई मैले एउटा कुरो के ग्यारेन्टी गरेँ भने 2 करोड रुपियाँ दिने ग्यारेन्टी गरेँ। तपाईँलाई म सजिलो बाटो देखाइन्छु, त्यो म आएर म मिलाउँछु, त्यसमा पिट नगर्नुहोस्, उनीहरूसँग टाइम माग्नुहोस्, ल म दिन्छु भनेर भन्नुहोस्, सक्यो कुरा। ढाका कुमार श्रेष्ठलाई रासपाले समानुपातिक कोटामा सांसद बनाएको थियो र रासपा सरकारमा जाँदा आफू मन्त्री बन्नको लागि पार्टीभित्रको एउटा कोर ग्रुपलाई पैसा तिर्नुपर्छ भन्दै ढाका कुमारले दुर्गा प्रसाईसँग पैसा माग्दै गरेको अडियो सार्वजनिक भएको थियो। त्यसपछि व्यापारीसँग घुस मागेको आरोपमा रासपाले ढाका कुमार श्रेष्ठलाई पार्टीबाट निष्कासित गर्दै कारबाही गरेको थियो। चुनावको मुखमा यस्तो अडियो सार्वजनिक गर्नुको पछाडि कुनै उम्मेदवार र उसको पार्टीलाई बदनाम गर्ने र निर्वाचनको नतिजा फेर्ने अपेक्षा गरिएको हुन्छ। यस्तो अवस्थामा ढाका कुमारको अडियोले रवि र रासपालाई असर पार्नेवाला थियो। त्यही समयमा चुनाव प्रचारमा हिँडिरहेका बेला रविलाई अर्को एउटा सङ्कट आइपर्छ। उनको चालक शम्भु भनिने दिलबहादुर थापा चितवनको एक घरको 3 तला माथिबाट लडेर घाइते हुन्छन्। पछि उनको अस्पतालमा मृत्यु भएको थियो। विपक्षीले उनलाई यो प्रकरणमा पनि जोडेर बदनाम गर्न खोज्छन्। नागरिकता मुद्दा, ढाका कुमार र दुर्गा प्रसाईको अडियो अनि शम्भुको मृत्यु प्रकरणले रविलाई चुनावमा असर पुर्याउने र उनले हार्नसम्म सक्छन् भन्ने विपक्षीको अपेक्षा थियो। तर त्यसको विपरीत रविले पहिलेभन्दा बढी भोट ल्याएर चितवनमा फेरि चुनाव जिते अनि तनहुँमा पनि स्वर्णिम वाग्लेले काङ्ग्रेसको किल्ला भत्काउँदै जित हासिल गरे। यो सबै देख्दा रासपाको क्रेज बढिरहेको देखिन्छ। यसपछि फेरि रासपा र रवि सरकारमा आउँछन्।
फेरि उपप्रधान तथा गृहमन्त्री बन्छन् अनि उनीसँगै सुमना श्रेष्ठ, विराज भक्त श्रेष्ठ, डीपी अर्याल लगायत पनि मन्त्री बन्छन्। तर फेरि यति बेलासम्म उनी अर्को ठुलो समस्याको बुमरीमा फसिसकेका थिए जसबाट निस्कन उनलाई एकदमै गाह्रो पर्नेवाला थियो र त्यो समस्या थियो सहकारी काण्ड। देशभरका कयौं सहकारीहरूको पैसा मनलाग्दी तरिकाले चलाएर तिनका सञ्चालकहरूले ठगी गरेको सार्वजनिक हुन्छ। यसपछि कयौं सञ्चालकहरू फरार हुन्छन् अनि लाखौं नेपालीहरूको पैसा डुब्छ र यसरी ठगी गर्नेमा गीतेन्द्र बाबु अर्थात् जीबी राई पनि एक प्रमुख पात्र हुन्छन्। उनले समूह बनाएर नै कयौं सहकारीहरू खोलेका थिए अनि नेटवर्किङ व्यवसाय पनि सञ्चालन गरिरहेका थिए। यसरी उनको समूहले मात्र 16 अर्ब रुपियाँभन्दा बढी ठगी गरेको आरोप लाग्छ र जीबीले ग्यालेक्सी 4K टेलिभिजन खोल्ने कुरामा पनि सहकारीको पैसा नै लगाएका थिए। यतिसम्म कि रवि लामिछानेले गोर्खा मिडियाको लागि जुन स्वेट सेयर लिएका थिए त्यो स्वेट सेयरको प्रावधान नेपालमा नभएपछि यसलाई सरकारी प्रक्रिया पूरा गर्ने जिम्मा जीबी राईले नै लिएका थिए, जसका लागि उनले पैसा व्यवस्थापन गरेर रविको नाममा सेयर किने जसरी कम्पनीको खातामा उनको नामबाट देखाउनको लागि पैसा हालिदिएका थिए। यो पैसा जीबीले सहकारीबाटै ल्याएका थिए। अर्कोतिर जीबीले गोर्खा मिडियामा लगानी गरेको सबै पैसा सहकारी ठगी गरेर ल्याएका थिए। उनले यसरी नै अरू कयौंतिर पनि लगानी गरेका थिए, जसपछि यो सबै कुराहरूलाई लिएर जीबी राई र गोर्खा मिडिया नेटवर्कका साथै रविमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेर मागहरू उठ्न थाल्छ। तर रवि भने आफूलाई त्यो रकम कहाँबाट आयो भन्ने कुरा थाहा नभएको बताउँछन् र उनले आफूले लिएको स्वेट सेयर पनि गोर्खा मिडिया छोड्दा कम्पनीमै छोडेर हिँडेको भनेर बताएका थिए। यो कुरा उनले आफ्नो अन्तिम कार्यक्रममा पनि बताएका थिए। यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ। आज दिउँसो त्यो सेयर जस्ताको तस्तै यस कम्पनीलाई ससम्मान बुझाएर म निस्कँदैछु। तर उनको स्पष्टीकरणले फरक पर्दैन र उनको विरुद्धमा आवाजहरू संसददेखि मिडियासम्म उठ्न थाल्छ। अर्कोतिर कांग्रेसको नेतृत्वमा विपक्षी दलका नेताहरूले पनि उनलाई टार्गेट गरेर संसदमा बोल्न थालेका थिए। अरबौं पैसा अपचलन गरेर गोर्खा मिडिया प्रणालीका नाउँमा 1 अरब भन्दा बढी पैसा त्यहाँ जम्मा गरियो, जुन गोर्खा मिडिया नेटवर्क प्रणालीको प्रबन्ध निर्देशक रवि लामिछाने भन्ने व्यक्ति हुनुहुन्थ्यो। अनि उनीहरूले नै संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद नै अवरुद्ध गर्न थाल्छन्। छानबिन समितिको गठनको माग चाहिँ किन डराउनु पर्यो? रवि लामिछानेले सहकारीको ऋण आफैले लिएको भनेर नेपाली कांग्रेसका गगन थापाले दाबी नै गरेर बोल्न थाल्छन्। मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। 1 अरब रुपियाँ पैसाको अपचलन गरेका प्रमाणहरू पेश गरौँ। तर रवि भने आफू निर्दोष भएको भन्दै आफूले सहकारी ठगी गरेको कुनै पनि प्रमाण भए देखाउन भनेर गगनलाई उल्टै चुनौती दिन्छन्। अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु। उहाँले भन्नुभएको मैले किर्ते गरेको कुरा होइन, मैले कुनै लोन माग्नका लागि मैले निवेदन दिएर चाहिँ यो ऋण मागेको प्रमाण छ उहाँले भन्नुभएको छ नि, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु। त्यो प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ। त्यति बेलासम्म सरकार पक्षमै रहेका ओली भने रविको बचाउमा बोल्छन्। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ, होइन भने हामी बोल्छौँ। उता मिडियाहरूले त उनको विरुद्धमा युद्ध नै छेडे जस्तो थियो, किनभने सहकारी ठगीका समाचारहरूमा सञ्चालक भई सहकारी ठगी गर्ने जीबी राई भन्दा बढी उनको नाम जोडिन थालेको थियो। हुन पनि नागरिकता सम्बन्धी मुद्दापछि सरकार छोडिरहँदा उनले एउटा पत्रकार सम्मेलन गरेर विभिन्न मिडियादेखि पत्रकार अनि मिडिया सञ्चालकहरू विरुद्ध देखिने गरी नै आफैले युद्ध नै छेडेका थिए। कान्तिपुरले ठोक्ला, अन्नपूर्णले ठोक्ला, अनलाइन खबरले सिद्ध्याउला, सेतो पार्टीले रातो पार्टीले, नट मी। तपाईँहरूलाई गलत मान्छेमा हातमा पर्नुभयो, मसँग चल्दैन, मसँग त्यो खेल त्यो धन्दा केही पनि चल्दैन। उनले नेपालका कयौं मिडिया र पत्रकारहरूलाई 12 भाइ भनेर नामकरण गरिदिएका थिए। त्यहाँ हान्नुपर्छ भनेर 12 भाइ मिलिसक्यो होला, नभए 12 भाइ कति भाइ छन्? 12 भाइ मिटिङ भइसक्यो। यो देशका सारा व्यतिथिको कारकै मै, जसले गर्दा मिडियाहरू पनि उनीसँग रिसाएका थिए। यो कुरा समाचारहरूमा खुलेर देखिन थालेको थियो। यो सबैले एकातिर संसद अर्कोतिर मिडियाहरूबाट सहकारी ठगीमा रविलाई जोडिदै थियो। उनीहरू रविलाई सहकारी ठग भनेर न्यारेटिभ सेट गरिरहेका थिए, जसमा उनीहरू धेरै हदसम्म सफल पनि भए। मेरो त भाग्य नै यस्तो छ, जुन विषयका लागि आफू लडेको हुन्छु त्यसैको आरोप खेप्नुपर्छ। सहकारी पीडितहरूको न्यायका लागि कयौं रिपोर्टहरू बनाइयो, कतिका लागि लडियो, कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो, अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नु परेको छ। मेरो भाग्य यस्तै छ। र यसअघिका कुनै पनि विवाद र काण्डले ड्यामेज गर्न नसकेको रवि लामिछानेको छविमा यो सहकारी ठगी काण्डको आरोपले असर पार्न थाल्छ। बारम्बार ठगीमा नाम जोड्दा जोड्दा रविप्रति शङ्का पनि बढ्न थाल्छ। उनको पपुल्यारिटी पनि कम हुँदै जान्छ, जुन कुरा सामाजिक सञ्जालमा मात्र होइन 2081 सालको वैशाखमा भएको इलामको उपनिर्वाचनको नतिजामा पनि देखिन्छ। त्यस बेलामा रासोपाको उम्मेदवार मिलन लिम्बुको जमानत नै जफत भएको थियो। अर्कोतर्फ चौतर्फी दबावपछि सरकारले नेकपा एमालेका नेता सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउँछ। तर समिति बनेको 1 महिनापछि नै अर्थात् 2081 सालको असार महिनामा नेपाली कांग्रेस र नेकपा एमाले बीच गठबन्धन हुन्छ।
ओली र देउवा पालैपालो प्रधानमन्त्री हुने भन्ने सहमति अनुसार ओली प्रधानमन्त्रीका रूपमा आउँछन्। यसपछि राजसभा सरकारबाट बाहिरिन्छ। नयाँ गठबन्धन बनेपछि एमाले पनि काङ्ग्रेससँगै उभिएर रवि विरुद्ध खनिन थाल्छ। कति सहकारीमा ठगीका प्रमाणहरू छन्। आफै सहकारी ठगी गर्ने, अरूलाई मुख साड्ने, अरूलाई गाली गर्ने। हुन पनि यो एमाले र काङ्ग्रेस बीचको गठबन्धनको संयोग रविले नै गर्दा मिलेको भनेर भनिन्छ। किनभने रवि दोस्रो पटक गृहमन्त्री भई आइसके पछाडि उनी कडा रूपमा प्रस्तुत हुन थाल्छन्। कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिलुवालाई नागरिकता कृत्य मुद्दामा पक्राउ गर्छन्। यसैगरी उनले सुनकाण्डदेखि भुटानी शरणार्थी काण्डको फाइल घोषणा गरेर नै खोल्न थाल्छन्। आर्जु देउवा, बालकृष्ण खाँड र उनको श्रीमती मन्जु खाँड लगायत जोडिएको भुटानी शरणार्थी प्रकरणमा त बेचन झा लगायतका व्यक्तिहरू पक्राउनै पर्छन्। जसले गर्दा अब आर्जु लगायतको पनि पक्राउको लागि बाटो खुल्दै गएको भनेर मिडियाहरूमा नै समाचार आउँछ। आर्जुलाई पक्राउ गर्न प्रहरी नै पुगेको खबर पनि आउँछ। अर्कोतर्फ आफ्नो नाम जोडिने झापाको गिरिबन्धु चिया बगानको फाइल पनि खोल्न लागेको भन्ने सुनेर ओली पनि रविसँग रुष्ट भएको र रातारात सरकार समीकरण बदलिएको बताइन्छ। यसैपछि नै ओलीलाई प्रधानमन्त्री बनाउन देउवा तयार भएको भनिन्छ र त्यस पछाडि नै काङ्ग्रेस र एमालेको गठबन्धनमा सरकार गठन भएको थियो। अनि त्यही बीच संसदीय समितिले सहकारी ठगी सम्बन्धी अनुसन्धान सक्छ र पूर्णपात पनि जारी गर्छ। तर छानबिन समितिले रवि लामिछाने कुनै पनि सहकारीबाट पैसा निकाल्ने कुरामा प्रत्यक्ष संलग्न भएको वा निर्णय लिएको भन्ने कुनै पनि प्रमाण भेट्दैन। यही कुरा छानबिन समितिका सभापति सूर्य थापाले नै पनि भन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम लिएको छैन, तपाईको प्रतिवेदनले त्यो भन्छ। त्यो लिएको तथ्य हामीले प्राप्त गर्न सकेनौँ। पर्खिनुहोस् न, सकेनौँ भनेको छैन। तर सहकारीको पैसा ल्याउन कुनै भूमिका नदेखिए पनि सहकारीबाट आएको त्यो पैसा चलाउने कुरामा रवि लामिछाने लगायतको संलग्नता देखिएको भनेर कारबाहीको सिफारिस त्यसले गरेको हुन्छ। त्यो रकमको दुरुपयोग गोर्खा मिडिया प्रणालीमा आइसके पछाडि उहाँले गरेका चेक काटेका, उहाँले गरेका खर्चहरूको कुरा, उहाँले बुझेको तलब सेयर जे छन् ती कुराहरूमा उहाँ दोषी हुनुहुन्छ। हो सिधा चाहिँ। यसपछि देशको विभिन्न स्थानहरूमा उनी विरुद्ध सहकारी ठगीको उजुरी हाल्न थालिन्छ। जीवी राईले जुन सहकारी ठगेर गोर्खा मिडियामा पैसा ल्याएका हुन्छन् ती सबैमा रविलाई पनि जोडेर उजुरी पर्न थाल्छ। यसपछि एमाले र काङ्ग्रेस सरकारले उनलाई सोही वर्षको कार्तिक महिनामा पक्राउ गर्छ। यसपछि 8 पटकसम्म म्याद थप्दै र विभिन्न ठाउँमा बयान गर्न डुलाउँदै रवि करिब 2 महिनासम्म कारागारमै बस्छन्। यही बेला नै सरकारले रवि विरुद्ध सहकारी ठगीको साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर गर्छ, जसकारण उनको सांसद पद पनि निलम्बनमा पर्छ। यो सबै भएपछि बल्ल पुस 24 गते भने कास्की जिल्ला अदालतको आदेशमा उनी 65 लाख रुपियाँ धरोटी बुझाएर रिहा हुन्छन्। तर फेरि उनी लामो समयसम्म बाहिर बस्न पाउँदैनन्। चैत्र 22 गतेको राति घरमा नै गएर प्रहरीले उनलाई पक्राउ गर्छ। तर यो पक्राउको संयोग कस्तो हुन्छ भने त्यसको भोलिपल्ट रविले चितवनमा एउटा सभा आयोजना गर्ने घोषणा गरेका हुन्छन्, जसको अघिल्लो दिन नै सरकारले उनलाई पक्राउ गर्छ। यसका लागि उच्च अदालत रूपन्देहीको बुटबल इजलासबाट उनलाई पूर्वपक्षको लागि थुनामा राख्नको लागि आदेश आउँछ। यो आदेश शुक्रबारको दिन आएको थियो र यसका लागि बिदामा बसेको न्यायाधीशलाई बोलाइएको भन्ने आरोप लागेको थियो। अझ अदालतले शुक्रबार अबेर आदेश दिइसकेपछि रातको करिब 11 बजे रवि लामिछानेलाई उनको घरमै पुगेर पक्राउ गरिएको थियो र पक्राउ गर्न गएको प्रहरी टोलीसँग लिखित आदेश पनि थिएन। पक्राउ पूर्जी त्यहीँ बसेर नै तयार गरिएको थियो। त्यति बेला रविलाई यदि हतारमा पक्राउ गर्नुको आवश्यकता चाहिँ के थियो भनेर सरकारको विरोध पनि हुन्छ। रविका समर्थकहरू भने रविको चितवन सभालाई रोक्नको लागि सरकारले हतार गरेर पक्राउ गरेको आरोप लगाउँछ। अर्कोतिर चैत्र 15 गते काठमाडौँको 3 कुनीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरेको आरोप लागेपछि त्यसबाट ध्यान मोड्नका लागि पनि सरकारले रविलाई पक्राउ गरेको भन्ने आरोप लाग्छ। तर जे कारणले पक्राउ गरेको भए पनि यसपटक भने रवि अझ लामो समयका लागि कारागार बस्नेवाला थिए, किनभने उनले थुना बाहिर नै बसेर मुद्दा लड्न पाऊँ भनेर सर्वोच्च अदालतमा दिएको निवेदनमा सुनवाई गर्दै सर्वोच्चले थुनामै बस्नुपर्ने भन्ने आदेश नै सदर गरिदिएको थियो। यो फैसलाको अर्थ यो थियो कि अब उनले कम्तीमा पनि सहकारी सम्बन्धी मुद्दाको फैसला नभएसम्म कारागारमै बस्नुपर्ने हुन्छ। सर्वोच्चको फैसलापछि उनी निरन्तर रूपन्देही कारागारमा बस्छन्, जहाँ उनलाई घाम र हावा पनि नछिर्ने कोठामा राखेको भनेर मानवाधिकार आयोगदेखि उनलाई भेट्न जाने नेताहरूसम्मले विरोध गर्छन्। तर फेरि केही मिडियाहरूले उनको कोठामा एसी जोडिएको भनेर झुटो खबर प्रसारण गर्छन्, जुन कुरा मानवाधिकार कर्मीको टोलीको अनुगमनबाट पनि झुटो भएको भन्ने देखिन्छ। बरु अनुगमन टोलीको सदस्यहरूले रविलाई कारागारले हावा पनि नछिर्ने कोठामा राखेको र न्यूनतम मानवाधिकार पनि ध्यान नदिएको भनेर बताएका थिए। अनि यही क्रममा घामको अभावमा रविको स्वास्थ्यमा समस्या देखिन थाल्छ। रगत परीक्षण गर्दा शरीरमा भिटामिन डी को कमी भएको देखिन्छ। रवि लामिछानेमा घाम नपुगेर उहाँको भिटामिन डी को कमी। यसपछि चर्को विरोध हुन सुरु भएपछि मात्र उनलाई काठमाडौँको नक्खु कारागारमा सारिन्छ। तर त्योभन्दा अगाडि भने कारागार सार्न माग गरिँदा पनि सरकारले मानिरहेको थिएन। अब यहाँ पनि रूपन्देही 3 मा हुन लागेको उपनिर्वाचनमा रवि त्यहीँ हुँदा राजसभालाई फाइदा हुने भएपछि सरकारले सारेको भन्ने समाचारहरू आएको थियो।
हुन पनि रवि पक्राउ परेपछि यसलाई राजनीतिक प्रतिशोध हो भनेर रासपाले देशभर हस्ताक्षर अभियान चलाएको थियो, जसमा जनतादेखि ठुला सेलिब्रिटीहरू अनि नेताहरूले नै पनि हस्ताक्षर गरेर साथ दिइरहेका थिए। कारागारभित्रै भए पनि उनको लोकप्रियता बढ्दै थियो। तर रवि लामिछानेको भाग्य सबै कुरा ठिक हुँदैछ भन्ने देखिँदै गर्दा फेरि केही न केही यस्तो भइदिन्छ कि त्यो उनले अपेक्षा नै गरेका हुँदैनन्। यस्तै हुन्छ नक्खु कारागारमा आएको 1 महिनाभित्रै। र त्यो हुँदै थियो जेनजी आन्दोलनको क्रममा। भदौ 23 गते भ्रष्टाचार र बेथितिको विरोधमा जेनजी युवाहरूले प्रदर्शनको आयोजना गरेका थिए। त्यसमा सरकारले निर्मम दमन गर्छ र कयौं युवाहरूको मृत्यु हुन्छ। त्यसबाट आक्रोशित भिडले भदौ 24 गतेका दिन देशभर हिंसात्मक प्रदर्शन गर्छ। सिंहदरबार, संसद भवनदेखि देशभरका कयौं सरकारी र निजी संरचनाहरू जलाउँछन्, तोडफोड गर्छन्। सोही क्रममा प्रदर्शनकारीहरूको एउटा भिड नक्खु कारागारमा पुग्छ। रासपाका सांसद र कार्यसमिति सदस्यहरू पनि त्यसमा हुन्छन्, जसपछि रवि लामिछाने कारागारबाट निस्कन्छन्। यसरी कारागारबाट शानदार तरिकाले निस्किएपछि रासपाले जेनजी आन्दोलनको फाइदा उठाएर रविलाई कारागारबाट निकालेको भन्ने आरोप लाग्छ। तर रासपाले भने आन्दोलनकारीको भिड बढ्न थालेपछि असुरक्षा बढेर कारागार प्रशासनले नै रविलाई लिएर जानु भनेको भनेर बताउँछन्। रविले पनि यही कुरा भन्छन्। कारागारबाट मैले निस्कन चाहेको होइन, भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिना पत्र जान्न भनेको हुँ। उनीहरूले जस्तो पत्र दिए जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु। यसका लागि कारागारले दिएको पत्र पनि उनीहरूले सार्वजनिक गर्छन्। अब यो पत्रको भाषा हेरेर कसरी यो पत्र लेखियो भन्ने शंका त देखिन्छ नै। तर यसमा गृह सचिवकै आदेशअनुसार रिहा भएको भनेर पत्रमा लेखिएको कुराले पनि रविलाई रिहा गर्ने कुराको निर्णय माथिल्लो तहबाट नै भएको भन्ने पनि देखिन्छ। तर यसपछि पनि चौतर्फी आलोचना हुन थालेपछि रवि फेरि कारागार नै फर्किन्छन्। मैले त्यसै उनी नेपाली राजनीतिको अभागी क्यारेक्टर हुन् भनेर भनेको होइन। यही घटनामा पनि हेर्नुहोस्, उनले वर्षौंदेखि उठाइरहेको भ्रष्टाचार विरोधी आवाज नै उठाएर जब देशमा एउटा क्रान्ति भइरहेको थियो, त्यो समय उनले चाहेर कारागारबाट निस्किए वा भिडले गएर उनलाई निकाल्यो, या कारागारले नै सुरक्षा दिन नसक्ने भनेर निकाल्यो, त्यो अनुसन्धानको विषय होला। तर यो प्रकरणपछि उनलाई त्यो क्रान्तिलाई अवसरका रूपमा प्रयोग गरेको भन्ने आरोप लाग्न थाल्यो। जानी नजानी उनी सुरुदेखि नै यसरी नै विभिन्न समस्याहरूमा फसिरहेका छन्। केहीमा उनको आफ्नै गल्ती होला र केहीमा उनी फसाएका पनि छन्। अनि सोझो रूपमा हेर्दा पनि उनको जीवन लुपहोलहरूले भरिएको छ। सानो सानो ठाउँ उनले नै दिएका छन्, जसलाई चलाउँदै विपक्षीहरूले ठुलो भुवाङ बनाइदिएका छन्। अनि उनमा पपुलिस्ट शैली पनि नदेखेको होइन। म मात्र सक्छु वा मेरो नेतृत्वमा मात्र सकिन्छ भन्ने ओलीको जस्तो ढिपी नभएको पनि होइन। किनभने आफूलाई झुटो आरोप नै लागेको भनेर स्पष्टीकरण दिए पनि गम्भीर आरोप लागेर मुद्दा चलिसकेपछि नैतिकताको लागि अस्थायी रूपमा भए पनि पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो। तर उनले गरेनन्। अनि देशमा भदौ 24 गतेको जस्तो हिंसात्मक प्रदर्शन भइरहेको समयमा अदालतले हिरासतमा राखेको व्यक्ति भिडको बलमा कारागारबाट निस्किँदै गर्दा विजय उत्सव मनाए जसरी गाडीको हुडबाट हात हल्लाउँदै निस्किनु अस्वाभाविक थियो, जसलाई जनताले राम्रो सन्देशका रूपमा लिएनन्। अनि त्यसले उनलाई ब्याकफायर पनि गर्यो। हेर्नुहोस्, रवि दुधले नुहाएको व्यक्ति हुन् भन्ने होइन। उनको पनि व्यक्तिगतदेखि व्यावसायिक जीवनमा विवादहरू छन्, समस्याहरू छन्। तर रविले जति सजाय पाएका छन् र पाइरहेका छन् त्यो उनले गरेका गल्तीहरूको कयौं गुणा बढी छ। अनि उनको सबैभन्दा ठुलो शक्ति भनेको उनको बोली हो। स्पष्ट र कडा शैलीमा आफ्नो कुरा राख्न सक्ने उनको यही क्षमताको कारण उनले व्यावसायिक र राजनीतिक उचाइ पाए। तर फेरि यही बोलीकै कारण उनको धेरै कुराहरू बिग्रेको पनि छ। अनि सहकारी ठगीमा पनि उनले सहकारीबाट पैसा निकालेको, ठगेको भन्ने कुनै स्पष्ट प्रमाण अहिलेसम्म भेटिएको छैन। न त अनुसन्धान समितिले नै भेट्यो, न त हामीले नै भेटेका छौँ। तर ठाउँ ठाउँमा उनी विरुद्ध उजुरी हालिएको छ। रात बिरात पक्राउ गरेर एक ठाउँदेखि अर्को ठाउँमा कुदाइएको छ। अनि उनी यही मुद्दामा लामो समयदेखि थुनामा पनि छन्। अनि फेरि यो सबै सरकार पक्षको चाहना र दबावले नै भइरहेको थियो भन्ने स्पष्ट देखिएकै हो। किनभने सरकार पक्षमा भएका नेताहरू जो स्वयं सहकारी सञ्चालक भएर ठगीमा जोडिए, उजुरी पर्यो र फरार भए, उनीहरूलाई हाजिर हुने बित्तिकै जमानतमा छोडिरहँदा प्रत्यक्ष सहकारी ठगीमा नजोडिएका व्यक्ति रवि र छविहरू भने बारम्बार मुद्दामा फसिरहेका छन्। किनभने सहकारीको छानबिनको मूल उद्देश्य जनतालाई न्याय दिने थिएन। सहकारी मुद्दामा संसदीय छानबिन समितिको माग गर्नु नै रविमाथि अनुसन्धान होस् भनेर थियो। र रिपोर्ट आएपछि पनि रवि केन्द्रित कारबाही मात्र अगाडि बढ्यो। जस्तो बीबीसीको यो रिपोर्टमै पनि रवि लामिछानेलाई पक्राउ गर्न बाहेक सरकारले सहकारी छानबिन समितिको प्रतिवेदनको अरू कुनै पनि महत्त्वपूर्ण सिफारिस र सुझावहरू राम्रोसँग कार्यान्वयन नै गरेको छैन भनेर लेखिएको थियो। अनि फेरि पुराना दलहरूको टार्गेटमा रवि किन पनि परे भन्दा रविमा दर्जनौं कमजोरीहरू भए पनि उनले चालेको पाइला वैकल्पिक दलको रूपमा रासपा खोलेर पाएको सफलता पुराना दलहरू र तिनका नेताहरूको लागि सबैभन्दा ठुलो खतराको घण्टी थियो। अझ रासपामा जुन रूपमा अरू थुप्रै लिडर्सहरू तयार हुँदै थिए र सबै एकभन्दा एक सांसद मन्त्री हुँदै थिए।
संसदमा बस्दा होस् वा सरकारमा जाँदा उनीहरूले गरेको काम जनताले मन पराइरहेका थिए। यसबाट पुरानाहरू डराएका थिए र यस्तोमा रविलाई नै बदनाम गरे फसाउन सके रासपा वा अरू कुनै पनि वैकल्पिक शक्तिलाई रोक्न धेरै सजिलो हुनेवाला थियो। अनि रविले केही लुपहोलहरू पनि दिएकै थिए जसले गर्दा सजिलो शिकार पनि भए रवि र यसमा काङ्ग्रेस र एमाले जस्ता दलहरू पनि केही हदसम्म सफल भए। अनि बारम्बार ठग भन्दा ठग नै हो कि भन्ने पनि बनाए। प्रमाण कुनै आधिकारिकता के पनि चाहिएन। एउटा टर्मिनोलोजी छ कि अहिले त्यसलाई के भन्छ भने फाइरोज अफ फल्सहुड भन्छ। त्यो भनेको अहिले के भने असत्यलाई यसरी भन, एकैपटक मल्टिपल सोर्सबाट भन, हैन ठुलो स्वरले भन, जसले गर्दाखेरि मान्छेलाई त्यो सत्य लागोस् भने। अब हुन त अहिले सहकारी ठगीको मुद्दा अदालतमा चलिरहेको छ। यसमा धेरै कुरा फैसलामा देखिएला तर न्यायाधीशको टेबलसम्म मुद्दा पुग्नुभन्दा अगाडि कति धेरै चलखेल र विभेदका घटनाहरू भएका छन् भन्ने स्पष्ट देखिएको छ। जसरी विपक्षीले प्रमाण बिना कागज हल्लाएर भ्रम झरे, जसरी मिडिया ट्रायल भयो, त्यो सबै देख्दा उनीमाथि राजनीतिक प्रतिशोध लिएको छैन भन्ने कुरामा म चाहिँ विश्वास गर्दिनँ। त्यसैले अब न्यायालयले चाहिँ विभेद गर्नु हुँदैन। अब रवि लामिछाने दोषी देखिए सजाय दिनुपर्छ, होइन भने निर्दोष छन् भने रिहा गरिनुपर्छ। तर मुद्दालाई छिटो प्रक्रियामा लगेर चाँडोभन्दा चाँडो फैसला गर्नुपर्छ। मुद्दा अड्काइरहेर दुःख दिन चाहने शक्तिहरूलाई अब अदालतले नै निस्तेज पार्नुपर्छ। र अब फेरि रविको कुरा गरौँ। हो, उनी सधैँ अभागी भएका छन्, एकपछि अर्को गर्दै केही न केही समस्यामा फसिरहेका छन्, तर फेरि हरेक पटकको समस्याबाट अझ बलियो भएर निस्किरहेका पनि छन्। आशा गरौँ यसपटक उनी अझ बलियो भएर मात्र होइन आफ्ना कमजोरीहरूलाई पनि पछाडि छोड्दै आउनेछन्। तपाईँलाई चाहिँ के लाग्छ आफ्नो विचार कमेन्ट गर्नुहोस् र हामीले बनाइरहेको भिडियो र उठाइरहेको विषयवस्तु मन परिरहेको छ भने प्रोजेक्ट कुरा च्यानललाई सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई पनि थिच्नु होला। अर्को भिडियोमा फेरि भेटौँला। यो भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद।